हेलो नमस्ते, स्वागत छ मेरो च्यानलमा। आज म घरमै सजिलै बनाउन सकिने बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने मिठो परिकार भुजाको लड्डु बनाउँदैछु। सुरुमा एउटा प्लेटमा 3 कचौरा जति भुजा राख्ने। मैले 3 कचौरा राखेँ र यो भुजालाई एकछिन भुट्ने। भुजालाई धेरै भुट्नु पर्दैन, हल्का मात्रै भुटे हुन्छ। र भुजा राम्रोसँग भुटिएको छ कि छैन भनेर चेक गर्नलाई भुजालाई फुटाएर ट्राई गर्ने, किनकि भुजा सजिलैसँग फुट्यो भनेपछि यो फुटिएको हुन्छ। र अब भुटिसकेको छ भुजा। यसलाई एउटा प्लेटमा राख्दैछु र मैले ग्यास अन गरेर एउटा प्यानमा सक्खरको चास्नी बनाउँदैछु। मैले 2 चम्चा जति पानी राखेँ यसमा र 2 कचौरा जति सक्खर राख्ने। 3 कचौरा मैले भुजा राखेको हो भने 2 कचौरा जति मैले सक्खर राख्दैछु। यसलाई सबै सक्खरहरू पग्लिन दिने र सक्खर सबै पग्लिसकेको छ। यसमा फोहोर हुने भएकोले यसलाई एउटा छान्नीले छान्नु पर्छ। अब यो सक्खरलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। मैले यसमा 2 चम्चा जति घिउ पनि राखेँ। ग्यासको फ्लेम लो राख्ने र यसलाई चलाउँदै पकाउनु पर्ने हुन्छ। र यतिको बाक्लो भइसकेको छ। र अब मैले चास्नी लड्डु बनाउनको लागि तयार भयो कि भएन भनेर एउटा कचौरामा चेक गर्दैछु। यो पग्लिएको सक्खर कचौरामा चप्किएन र पानीमा पनि पग्लिएन भने लड्डु बनाउनको लागि तयारी भयो भनेर बुझ्न सकिन्छ। र अघि भुटेर राखेको सबै भुजाहरू मैले यसमा राखेर राम्रोसँग चलाउँदैछु। र सबै भुजातिर लाग्ने गरेर चलाउनु पर्ने हुन्छ। र यतिको भइसकेपछि अब ग्यासलाई अफ गर्ने। र अब लड्डु बनाउनतिर लाग्ने। र हातमा हल्का पोल्न सक्छ, त्यसैले थोरै पानी लगाउने। र तपाईहरुलाई कत्रो साइजको लड्डु मनपर्छ, ठुलो मनपर्छ भने योभन्दा ठुलो बनाउँदा पनि हुन्छ र सानो मनपर्छ भने योभन्दा सानो बनाउँदा पनि हुन्छ। लड्डु बनाउँदा ध्यान दिनुपर्ने कुरा के छ भने यसलाई तातै बनाउनु पर्ने हुन्छ, किनकि यो भुजाहरू सबै सेलायो भने यसरी लड्डु बनाउन गाह्रो हुन्छ। त्यसैले तातै छिटो लड्डु बनाउनु पर्ने हुन्छ। बनाउन पनि सजिलो, खानामा पनि मिठो र धेरै दिनसम्म राख्न मिल्ने भुजाको लड्डु तपाईहरुले पनि यसरी नै घरमै बनाउन सक्नुहुनेछ। आजको रेसिपी कस्तो लाग्यो, मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। थ्यांक यू।